यदि तपाईको मनमा अरूलाई देखेर जलन हुन्छ भने यो 2 मिनेटको कथाले तपाईको सोच बदल्नेछ। हरियो जङ्गलको बीचमा एउटा सानो खरायोको घर थियो। त्यही बस्थ्यो गब्बु, एउटा सेतो र मेहनती खरायो। गब्बु निकै चलाक थियो। ऊ बिहान सबेरै उठ्थ्यो, आफ्नो घर सफा गर्थ्यो, खाना जम्मा गर्थ्यो र अरूको मद्दत पनि गर्थ्यो। जङ्गलका सबै जनावर उसलाई धेरै मन पराउँथे। तर समय बित्दै जाँदा गब्बुको मनमा एक अलग्गै किसिमको जलन जन्मिन थाल्यो। जब ऊ मयूरलाई नाच्दै गरेको देख्थ्यो, ऊ सोच्थ्यो, वाह, सबैले उसको सुन्दरताको कुरा गर्छन्, तर कसैले पनि मतिर किन हेर्दैनन्। जब ऊ हिरणलाई दौडेको देख्थ्यो, मनमा नै सोच्थ्यो, काश म पनि यति छिटो दौडिन सक्थेँ भने। अब ऊ सुगालाई आकाशमा उड्दै गरेको देख्थ्यो। ऊ गहिरो सास फेर्थ्यो र भन्थ्यो, काश मेरो पनि पखेटा हुन्थे भने। बिस्तारै गब्बुको ध्यान आफ्नो कामबाट हट्न थाल्यो। पहिलो जस्तो ऊ हँसिलो र सक्रिय रहेन। जहाँ पहिले ऊ अरूको मद्दत गर्थ्यो, अहिले ऊ चुपचाप र उदास रहन्थ्यो। उसका साथीहरूले सोध्थे, गब्बु के भयो तिमीलाई? ऊ मुस्कुराउँथ्यो र भन्थ्यो, केही होइन। दिन बित्दै गए। एक दिन जङ्गलमा ठुलो आँधी र मुसलधारे वर्षा आयो। रुखहरू ढले, नदीहरू उफ्रिए र सबै जनावरहरू आफ्नो घर जोगाउन व्यस्त भए। मयूरको सुन्दर पुच्छर भिजेर भारी भयो। ऊ अब नाच्न सक्दैनथ्यो। हिरणको खुट्टा चिप्लिएर चोट लाग्यो। ऊ अब दौडिन सक्दैनथ्यो। सुगाको पखेटा पनि भिजेर माटोमा पर्यो। ऊ अब उड्न सक्दैनथ्यो। जङ्गलमा हाहाकार मचियो। तर गब्बुको घर सुरक्षित थियो, किनभने उसको घर गहिरो र मजबुत स्थानमा बनाएको थियो। न त पानीले असर गर्यो न त हावाले। जब आँधी थामियो, गब्बु बाहिर निस्कियो। उसले देख्यो मयूर जाडोले कापिरहेको थियो, हिरण लङ्गडाउँदै थियो र सुगा माटोमा लडिरहेको थियो। गब्बुको मन पलायो। उसले आफैसँग भन्यो, जसलाई देखेर म जल्थेँ, आज तिनीहरू सबै कठिनाइमा छन्। अब मैले तिनीहरूको सहायता गर्नुपर्छ। ऊ तुरुन्त आफ्नो घरमा फर्कियो। सुक्खा घाँस, पात र टहनी ल्यायो। पहिले उसले सुङ्गालाई उठाएर आफ्नो घरभित्र राख्यो ताकि ऊ सुक्न सकोस्। फेरि हिरणको लागि हरियो घाँस र पातको ओछ्यान बनायो। मयूरको पखेटाबाट पानी पुछ्यो र घाममा बसाल्यो। धेरै बेरपछि सबै जनावरहरू बिस्तारै ठिक भए। सूर्य उदायो। जङ्गलमा फेरि उज्यालो फैलियो। सबै जनावरहरू गब्बुसँग आए। मयूरले भन्यो, तिम्रो जस्तो सुन्दर मन सायद कसैको छैन। सुङ्गाले भन्यो, तिमी उड्न सक्दैनौ, तर तिमीले हामीलाई फेरि उड्न सहयोग गर्यौ। हिरण मुस्कुरायो र भन्यो, बल गतिमा होइन, दया र सहानुभूतिमा हुन्छ। गब्बुको आँखामा चमक आयो। पहिलो पटक उसले आफूमाथि गर्व महसुस गर्यो। जसलाई थाहा भयो म जोसँग जल्थेँ, वास्तवमा म उनीहरूभन्दा कम कहिल्यै थिएन। हरेक प्राणीमा कुनै न कुनै विशेषता हुने रहेछ। म अरू जस्तो त पक्कै छैन, तर म अरूभन्दा कमजोर पनि रहेनछु। म फरक छु। त्यो दिनपछि गब्बुले कहिले कसैसँग जल्न सिकेन। ऊ फेरि पहिलेको जस्तो हँसिलो मेहनती खरायो बन्यो, जो आफ्नो काममा खुसी पाउँथ्यो र अरूको अनुहारमा मुस्कान ल्याउँथ्यो। शिक्षा, हरेक प्राणीमा आफ्नै विशेषता हुन्छ। अरूलाई हेरेर जल्नुभन्दा आफ्नै क्षमता र राम्रो पक्ष पहिचान गर्नुहोस्। ठुलो ऊ होइन जो बाहिरबाट चम्किन्छ, ठुलो ऊ हो जो अरूका लागि उज्यालो बन्छ। यदि यो कथाले तपाईँको मन छोयो भने कृपया लाइक र सब्सक्राइब गर्न नबिर्सनुहोला। फेरि भेट हुने नै छ यस्तै अर्को प्रेरणादायक कथामा। तबसम्मको लागि नमस्कार अनि राधे राधे।